हेलो एन्ड नमस्ते एभ्रिवान, होप सबै सन्चै हुनुहुन्छ। आज चाहिँ म यसो घुमघामको लागि बाहिर निस्केछु। सो आबुरायामासम्म जानु पऱ्यो भनेर फुकुओकाको चाहिँ एकदम एउटा राम्रो के भन्छ भ्यू पोइन्ट सो निस्किनु पऱ्यो भनेर लेट्स गो। योभन्दा अघिल्लो भिडियोमा चाहिँ खासै एङ्गलको थिएन। आज पनि केही नयाँ ट्राई गरिरहेको छु, एङ्गल थोरै माथि गरेर होइन, हेरौँ के कस्तो हुन्छ है। होप राम्रै होला। कति दिनपछि घाम लागिरहेको छ यार यहाँ। लगभग कति भयो, लगभग एक हप्ता जतिमा चाहिँ घाम लाग्यो है। पानी परै थियो, झरी लगाइरहेको थियो यहाँ, बल्ल आज घाम लाग्यो। फेरि आजपछि फेरि एक हप्तापछि फेरि झरी छ। पुरै नगरौँ, कस्तो नमिल्या हो यो। सो या आज म चाहिँ जान लागेको चाहिँ आबुरायामा हो होइन। अब यो आबुरायामा चाहिँ के हो भन्छ भने चाहिँ एउटा भ्यू पोइन्ट जस्तो हो। जस्तै नेपालहरूमा भ्यू पोइन्ट भन्छ, जस्तै यहाँ पनि त्यस्तै भ्यू पोइन्ट जस्तै हो। त्यहाँबाट चाहिँ यो फुकुओकाको सहर चाहिँ अलिकति केही पार्ट चाहिँ कस्तो राम्रो देखिन्छ होइन। अनि या घरमा बसिरहेको थिएँ, काम पनि आज बेलुकाबाट काम छ। हिजो नाइट काम थियो, नाइटबाट आएँ अनि सुत्न लागेको थिएँ, निन्द्रै लागेन। अनि त्यही भएर यसो निस्किउँ न त, भ्लग बनाउनु पनि हुन्छ भनेर चाहिँ म यसो निस्किन लागेको हो। जाऊँ त्यहाँ म भ्यू हेरौँ, भ्लगको सेटअप पनि चेक हुन्छ होइन, फ्रेस पनि भइन्छ। अनि आएर सुत्ने, अनि राति काम छ अनि काम जाने, त्यही हो कुरो चाहिँ। होप सो आजको एङ्गल चाहिँ राम्रो छ होइन। मलाई कमेन्ट गर्नुभएको थियो एकजनाले, धन्यवाद, धेरै धेरै धन्यवाद कमेन्ट गर्नुभएकोमा। मैले पनि सोचिरहेको थिएँ एङ्गल चाहिँ मिलिरहेको छैन भनेर। लेट्स ट्राई, आज चाहिँ कस्तो हुन्छ। मस्त घाम लाग्छ आज चाहिँ। फेरि भोलिबाट पानी। या गाइज यो चाहिँ त्यही फुकुओकाको इक्जाम दिने जाने जुन मैले अघिल्लो भिडियोमा भनेको थिएँ त्यही बाटो नै हो। यो चाहिँ त्यही के भन्छ अरे, त्यही सेन्टर लाइसेन्सको इक्जाम दिने फुकुओकाको चाहिँ सेन्टर जाने बाटो नै हो यो चाहिँ है। यही बाटो जान्छ अनि एउटा अर्को बाटो पनि जान्छ उता पछाडिबाट। जस्ट म चाहिँ सधैँ यही बाटो गइरहेको छु होइन, कहिलेकाहीँ जाँदाखेरि। अनि त्यही भएर मलाई सजिलो लाग्छ, गुगल म्याप पनि लाउनु पर्दैन यहाँ। त्यही भएर चाहिँ म यो बाटो गइरहेको छु। यो बाटो पनि राम्रै छ, अभियसली राम्रो त सबै बाटो छ कि, त्यही पनि जानेको बाटो हिँड्नको मजै छुट्टै। कसो घरिघरि हेरिराख्न पर्दैन। ए यो बुढाले हावा चेक गरेको देखेर पो सम्झेँ मैले पनि हावा चेक गर्नुपर्ने छ यार, बाइकको धेरै भयो चेक नगरेको। यहाँ त ग्यारेज जाने नेपालमा जस्तो यसो ग्यारेजमा गएर लद्दा यसो हावा चेक गरिदिनु भन्ने हुँदैन। यहाँ त आफै जाने, सबै आफै गर्ने हो गाइज। त्यही हो। सर्भिसिङ पनि लास्टै महँगो हुन्छ जापानमा, लगभग विदेशहरूमा त जतासुकै महँगो हुन्छ कि।
होइन होला अब नेपालमा जस्तो चाहिँ हुँदैन। यहाँ यस्तो केही भयो भने पनि सब जाने आफैले बनाउने, नजाने अनि जाने। के गर्छ यो बुढो अचानक आएर यसै उताको बत्ती बालेर नि हुन्छ। सो गाइस जापानमा चाहिँ यस्तो लेनहरू हुन्छ होइन। अब यो दुईवटा गाडीको लेन भयो होइन, यो चाहिँ साइकलको लेन हुन्छ। जस्तै नेपालमा चाहिँ बालेन सरकार आएपछि चाहिँ यस्तो लेन जुन चाहिँ साइकल लेन सायद बनाएको छ कुनै कुनै ठाउँमा। मैले चाहिँ यसो टिकटकहरूमा देखिरहेको थिएँ। या यस्तै लेन हो, यस्तो लेन टक्क साइक्लिस्टको लागि, साइकल चलाउनु। त्यही पनि माथि पनि चलाउँछन् कि चलाउनु त, या अभियसली यो साइकल लेनमा पनि चलाउँछन्। मान्छेलाई जता सजिलो लाग्छ त्यतै चलाउँछ, त्यही हो। योपालिको एङ्गल चाहिँ के कस्तो भयो होइन, कमेन्ट गर्नु होला अनि भन्नु होला के कस्तो भयो यो एङ्गल चाहिँ, मिल्यो कि नै। ओहो जाम पो छ त हो यता त म जाने बाटोतिर त यार। या बाइक हुनुको फाइदा चाहिँ यही हो गाइस, स्वाट्ट अगाडि जान पायो, जाम भयो पनि केही भएन, केही हुँदैन। यत्रो लामो लाइन छ गाडी भयो भने बेकार। सो जापानमा चाहिँ यस्तै छ मौसम। आज भोलिको चाहिँ कहिले पानी पर्ने कहिले घाम लाग्ने भइरहेको छ। धेरै पछि घाम लाग्यो आज चाहिँ। सो गाइस छेउबाट हुत्तुक्क निस्किन्छ क्या नि त। अब यस्तो जाम छ। यो चाहिँ माइमै स्कुल हो, यहाँ चाहिँ गाडी सिक्ने हो। मैले बाइकको लाइसेन्स निकालेको यहीँबाट हो। अनि यो चाहिँ इक्जाम सेन्टर, जापानको इक्जाम दिने ठाउँ। एउटा गाइज इन्ट्रेस्टिङ कुरा, त्यहाँ चाहिँ बुढो एउटा जापानिज बुढा छ होइन, दुकाटी पानी गाले चढिरहेको छ। क्या बाबा के गर्ने, हामीले किन्न सकिन्न यस्तो बाइक, औकातले भेट्दैन। बट वान डे टक्क सिङ्गल स्विङ आर्म छ सट्ट। तर जापानमा चाहिँ होइन बाइक चढ्ने कल्चर चाहिँ खासै त्यस्तो धेरै देखिन्न जस्तो नेपालहरूमा चाहिँ। नेपाल इन्डियातिर चाहिँ लास्टै बाइकको एकदम कल्चर देख्यो भने जसले पनि नर्मल युजको लागि चाहिँ बाइक चलिरहेको हुन्छ। तर जापानमा चाहिँ होइन धेरै जसो गाडी नै हुन्छ, तर बट जसले चढ्छ बाइक चाहिँ होइन, त्यो बाइक चाहिँ बबाल एकदम यस्तो बबाल दुकाटे के अरे एकदम प्यासन प्यासन भएको मान्छेले मात्र चढ्छन् क्या। अब हुन्छ नि तिनीहरूले अब त्यो बाइकलाई एकदम राम्रोसी मोडिफाई गर्नेदेखि लिएर एकदम राम्रो एकदम केयर गरेर राख्नेदेखि लिएर होइन हुन्छ नि। अब जस्तै हामी त नेपालमा जस्ट नर्मल्ली चढिन्छ नि त, त्यस्तो खासै सोचिँदैन। जे भयो भने सामानहरू ओसार पोसार गर्नदेखि लिएर हरेक ठाउँ यसो सर्ट डिस्टेन्सको लागि हुन्छ नि, हामीलाई एकदम के भन्छ कम्फर्टेबल एकदम सजिलोको लागि चढिन्छ नि त। बट जापानमा चाहिँ अब त्यस्तो खासै गर्दैनन् क्या। जस्ट आफ्नो प्यासनको लागि चाहिँ चढ्छन् तिनीहरू है। सो त्यही नै हो गाइज। अब बुढाहरू जापानमा बुढाहरू क्या राम्रो बाइक चढ्छन् के, एकदम बुढाहरू पनि बबाल दामी बाइकहरू चढ्छन्। मैले एकचोटि म ड्राइभिङ लाइसेन्सको इक्जाम दिन जाने बेलामा चाहिँ मैले त्यो गाडी चलाउने बुढालाई चाहिँ सोधिरहेको थिएँ कि बाइक चढ्छस् भनेर। चढ्छु म। अब पहिला त बाइक किनिनँ, अनि अहिले चाहिँ बाइक किनेको कति भने हार्ली डेभिडसन किनेछु भन्दै थियो त्यसले। लगभग कतिको 50 लाख जति समथिङ त्यस्तैको। अब बवाल होइन त, बुढेसकालमा दिनभरि गाडी चलाउँछ अनि राति चाहिँ अब जति बेला भ्याउँछ त्यति बेला चाहिँ चट्ट हार्ली डेभिडसन लिएर हिँड्यो सर। राम्रो मोडिफाईहरू पनि गरिरहेको हुन्छन् यहाँ चाहिँ होइन, अब पैसा हुनेले। अब त्यही नै हो। मैले पनि यो मिरर अनि पछाडिको यो टेलहरू चाहिँ चेन्ज गर्छु भन्ने सोचेको थिएँ होइन।
बट मैले चाहिँ त्यो चाहिँ चेन्ज गरिनँ अहिले चाहिँ है हालसाललाई, किनकि अब मलाई खासै अहिले यो बाइकमा खासै खर्च गर्न मन छैन होइन। या पछि कुनै राम्रो बाइक किन्छु जब मेरो चाहिँ ड्रिम बाइक चाहिँ R1M हो है, यामाहाको होइन। त्यो लास्टै महँगो छ न त, अब हेरौँ के भन्छ, कुनै दिन किन्ने छ भने चाहिँ त्यो बाइक किन्यो भने चाहिँ अनि त्यसमा चाहिँ मैले सोच बवाल मोडिफाई नै गर्छु है। अब यसमा चाहिँ मोडिफाई गर्न मन त छ, तर बट खासै खर्च गर्न नि मन छैन यो बाइकमा, अब कहिलेसम्म चढ्छु थाहा छैन होइन। सो या गाइज त्यही नै हो। अब हामी चाहिँ आबुरायामा जान लाग्यो, आबुरायामा जाने बाटो हो। अझै पनि साकुरा फुलिरहेको छ, सबै पात झरेर भ्याइ छैन। जापानको जङ्गल जाने बाटो। होटल स्काई हिल। गाडी उफ्रियो अगाडि। यो चाहिँ स्पिड कम गर्नको लागि राखिरहेको हुन्छ क्या, यो ओह्रालो झर्ने बेलामा उकालो चढ्ने बेलामा यो ठाउँ त्यस्तै छ भनेर चाहिँ त्यही पनि कुदाउनेहरूले कुदाउँछ, गाडी पुरै झुलिरहेको हुन्छ। अब जापानमा पहिरो नजाओस् भनेर होइन बाटोमा यस्तो टक्क प्लास्टरै गरिदिन्छ क्या पुरै भित्ता। नेपालमा मामखुलीहरूले रोड बनायो, यो पालि बनाउँछन्, यो बर्खालाई बनाउँछन्, फेरि अर्को बर्खालाई राख्छन्। अब यसरी प्लास्टर गरे पो सधैँको लागि हुन्छ, पहिरो पनि जाँदा पनि जाँदैन, रोडहरू पनि बिग्रिँदैन। एकचोटि बनाएपछि सधैँको लागि चाहिँ भने लङ टर्मको लागि हुन्छ यस्तो। यसरी पुरै प्लास्टर गरिदिन्छु। सो गाइज यहाँ हामी चाहिँ आइयो होइन। अब यहाँ पार्किङ छ कि नै कुनै है, पार्किङ त छ, मान्छेको भिड पनि खासै छैन। सो या मोमेन्ट अफ ट्रुथ। अय्या सो गाइस यही हो आबुरायामा। ल यहाँबाट चाहिँ मस्त भ्यू देखिन्छ जापानको। ल यही नै हो। क्यामेराबाट सायद राम्रो देखिन्न होला, म चाहिँ फोनबाट देखाउँछु है त। सो गाइज म चाहिँ आबुरायामा आएँ होइन। अब आबुरायामाको भ्यू चाहिँ यस्तो छ। नाइटमा बवाल देखिन्छ। मैले चाहिँ अब अहिले फुर्सद छ अहिले आएँ होइन। यो चाहिँ अब फुकुओका बजार हो है। माथिको दहरको चाहिँ हाइवे हो यो, कोसोको दोहोरो भन्छ होइन। नेपालमा सायद एउटा बन्दैछ होला होइन, त्यस्तै पुरै लामो यहीँसम्म छ पुरै सराउन्डिङ चाहिँ।
गाइज म चाहिँ आधी घन्टा 45 मिनट जति बसेँ, एकछिन आनन्द शान्त भयो। अब चाहिँ म यसो जान्छु, अब घर जानु छ, खानासाना खाएर एकछिन रेस्ट गरेर अनि फेरि राति काम छ होइन, काम जानुपर्छ। अब चाहिँ म जान्छु होइन। त्यही हो, यही हो भ्यू चाहिँ होइन आबुरेआमाको। यस्तो राम्रो छ, आनन्द छ, चिल छ, शान्त छ वातावरण। त्यही नै हो, यहाँ चाहिँ यस्तो फुलहरू पाउँछ, यस्तो उयोहरू पाइन्छ भनेर लेखेको छ। त्यही नै हो। के को फुल हो कुन्नी यो, यस्तो राम्रो रहेछ। सो गाइज लेट्स गो होम। मैले अगाडिपट्टि लाउँछु भनेको म त यसको उनी ल्याउन बिर्सेछु क्या मैले। अब अर्को पालि सो त्यही नै हो गाइज होइन। अब आबुरेआमा यही हो। मस्तको घुम्टी छ, यहाँबाट पनि भ्यू देखिन्छ अलिअलि। ल बुढाबुढी भएर चट्ट हिँड्दै च्याट्ट लाएर आइरह। तलबाट हिँड्दै हिँड्दै माथि आयो, भ्यू हेऱ्यो, एकछिन बस्यो होइन, अनि फर्क्यो। सही हो। अब हेर है गाडी जादु, गाडी घच्चुक घच्चुक गरेर नाच्छ अब। यो आबुरेआमा आज दिउँसोमा आइयो, कुनै दिन फेरि रातिमा आउँछु र नाइट भ्यू देखाउँछु होइन। नाइट भ्यू चाहिँ कस्तो राम्रो देखिन्छ त्यहाँबाट चट्ट होइन। त्यो रातिमा चाहिँ अलि भिड पनि बढी हुन्छ, अनि आउने भन्दा भन्दै मेरो अब नाइट काम छ, राति आउन त्यस्तै हुन्छ क्या, भ्याइँदैन होइन। अब कुनै दिन बिदा मिलेको दिन भ्याएछु भने चाहिँ म आएर देखाउँछु। के भयो गाडी किन त्यहाँ रोकेको? माथि आबुरेआमाबाट जुन चाहिँ हाइवे हो भनेर देखाएको थियो नि, त्यो हाइवे चाहिँ यही नै हो होइन। यो पिलरहरू पुरै ठड्डेको, यो तलतिरको चाहिँ नर्मल रोड हो भने माथिको चाहिँ हाइवे हो होइन। माथिको चाहिँ हाइवे। यहाँ त हाइवे चढ्न पनि लास्टै पैसा लाग्छ हो, लास्टै महँगो छ। नर्मल रोड चढे पनि ठिकै हो न त, अब कतै छिटो जान छ हतार भए भने त माथिबाट जाने हो। माथि चाहिँ सिग्नलहरू हुँदैन होइन। अब अभियसली सबैलाई थाहा होला कि त्यो कुरा त। त्यही पनि कहिलेकाहीँ त माथि पनि जाम पर्छ। गाइस त्यही नै हो। अब म चाहिँ घर फर्किएँ होइन, बाटोमा छु, घर फर्किँदैछु।
सो गाइज म चाहिँ त्यही हो माथि गएर आएँ। अब म घर पुग्न लाएँ। त्यही नै हो। अब के कस्तो लाग्छ मलाई चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला होइन। अब त्यही नै हो, के इम्प्रुभ गर्नुपर्छ कमेन्ट गर्नु होला। सिक्दैछु म। होप वान डे राम्रो हुनेछ। सो अब चाहिँ म चाहिँ अब कहिले बिदा हुन्छ थाहा छैन। जबबाट बिदा हुँदा चाहिँ म यसरी नै भ्लग बनाउनु निस्किन्छु होइन। फुर्सदै मिल्दैन कि बनाउँछु भन्यो गर्छु भन्यो मन त हुन्छ होइन। अब काम हुन्छ, काम पनि गर्नै परिहाल्यो। के गर्ने अब, अर्काको देशमा आएपछि सधैँ घुमेर खान नि सकिँदैन, काम पनि गर्नु पर्यो। या त्यही नै हो गाइज। अब चाहिँ अब अर्को कहिले बनाउँछु भ्लग, त्यति बेला भेटौँला है त। ल हस् त, नमस्ते, बाई बाई।